ल यो गुड मर्निङ मेरो साथीभाइहरू हिजो एभोकाडोलाई ल्याइपुऱ्याए मिरिकबाट र आज म यस्तो दिन उक्रेको देख्दाखेरि चाहिँ मैले आज यसलाई रोप्ने प्लान गरेको छु। हिजै मात्र ल्याइपुऱ्याएको मेरो यो एभोकाडोको प्लान्ट र यो राम्रो प्रकारको भएकोले गर्दाखेरि पर बिचारा दाजुले मजाले जोगाएर बनाइदिनु भएको रहेछ र बाइकमा बिस झ्याङ चाहिँ मरेर जोगाएर ल्याउन सकेँ। आज यसलाई चाहिँ म दिन उग्रिँदा समयमा सबै राम्रो भएको छ र त्यसले गर्दाखेरि यो एकदम राम्रो प्रकारको एभोकाडो भएकोले गर्दाखेरि चाहिँ यसलाई लगेर रोप्ने आज प्लान गरेको गर्दा म आज लाउँदैछु। कति अब ठिकै छ, अहिले यतिवटा मात्र लान्छु, अहिले बादमा लान्छु। अच्छा यसलाई लगेर बारीमा रोप्नेछु। भयो बाटो चिप्लो छ, झारेर उयो भयो भने मेरो बारी चाहिँ एभोकाडोको बगान चाहिँ यहाँ बनाउने प्लान गरेकोले गर्दाखेरि अलरेडी यहाँनिर कार्डमम अनि किवीको खेती पनि गर्दैछु है। किवी यो प्रकारको हुँदैछ यो बिचमा, अब यसमै एभोकाडो पनि लाउने एकदम जोगाएर निकाल्नुपर्छ यसलाई। अब आज चाहिँ भने पक्का यो ग्राउन्ड फ्लोरमा आइपुग्यो। आजदेखि चाहिँ यो पक्का रोपिन्छ र यो एकदम राम्रो प्रकारको यो हाइब्रिड हो साथीभाइ। यो त्यसले गर्दाखेरि चाहिँ यो हाइब्रिड भएकोले गर्दा यो बेसी 10 फिट जस्तो मात्र हाइटमा हुनेछ। त्यसले गर्दा 10 फिट जस्तो हाइट भएपछि त यसले फल्नु सुरु गरिहाल्छ भने चाहिँ यो एकदम राम्रो खालको रहेछ। हुनु त मेरो यहाँनिर लोकल छ एभोकाडो, तर यो चाहिँ एकदम हाइब्रिड भएकोले गर्दा म यसलाई बहुत टाढोबाट ल्याएर आएको। आज यसलाई म ग्राउन्ड फ्लोरमा लगाएर रोप्ने गर्ने आएको पर्यो। प्लास्टिकमा छ, यसलाई चाहिँ यसो काटेर यसो गरेर यसलाई जोगाउनुपर्छ, किनभने यो जोगायो भने चाहिँ राम्रो हुन्छ। फेरि यसलाई जरा हिल्लिनु दिनु हुँदैन, फेरि यो फेरि जरा हिल्लेर बानिनुमै साह्रो पर्छ। त्यसले गर्दाखेरि यसलाई अलग्गै निकालेर चाहिँ अब यसमा अलरेडी मैले अस्ति नै मोलजोल गरेर सबै बारी खनाएको छु। अब यसलाई खालि रोप्नु म त यसलाई यसो गरेर रोप्यो। अब हेरौँ यसले कतिको सुट गर्दैछ मेरो यो बारीमा। त्यसले गर्दाखेरि राम्रो सुट गर्नुपर्ने, किनभने यो फर्स्ट टाइम यो हाइब्रिड रोप्दैछु। साथीभाइ एभोकाडो रोपिसकेँ है, मजासँगले यो बारीमा यसरी सेट गरेको छु र यहाँनिर एभोकाडो यो पर्यो कार्डमम अनि यो पर्यो फेरि तितेपाती भन्छ यसलाई। तितेपाती यसको यो मेडिसिन बनिन्छ र यसलाई लाउनुको एकदम उद्देश्य छ यहाँनिर बारीमा। र त्यस्तै प्रकारले यहाँनिर किवी पनि रोपेको छु। किवी, कार्डमम अनि एभोकाडो तीनटा मल्टी खेती गरेको छु। सायद यो राम्रो हुन्छ होला भन्ने मलाई आशा छ र यसलाई स्याहार्नुपर्छ। स्याहारेपछि जुनै कुरो पनि हुन्छ अघि। अहिले मेरो भिलेज लाइफ स्टाइललाई हेरिदिनु भएकोमा र तपाईँहरू जहीँ नयाँ हुनुहुन्छ मेरो बेल आइकन दबाएर सब्सक्राइब गर्नु होला र तपाईँसँगको मेरो भेट मिठो हुनेछ। र त्यसले गर्दा यो तितेपाती मैले लगाएको छु। यो तितेपाती चाहिँ र यसको 3वटा मेटर्स हामीले गरेर अर्ग्यानिक दबाई बनाउँछ र जसले चाहिँ सागसब्जी पनि लाउनु अनि फुलहरूमा लाउनु, फुलको खेती गर्नेहरूलाई सुविधा हुन्छ। र म नेक्स्ट भिडियो तपाईँहरूको साथमा अवश्य हुनेछु यसको विषय लिएर मेडिसिन बनाउने।